आज चाहिँ कुवेतको पावर प्लान्टहरूमा जहाँ जहाँ रहेका छन् त्यो ठाउँमा इरानले अट्याक गरेको छ र सायद त्यही भएर पनि होला पानी पर्ने जस्तो सम्भावना देखिएको छ क्या। किनकि यो कृत्रिम वर्षा भइदिन्छ क्या यसरी। त्यो भएर चाहिँ न घाम छ न पानी छ, केही पनि छैन होइन। र हावा पनि यति धेरै ठुलो गरी आइरहेछ नि, यो आँखाबाटै गरिरहेछ क्या धुलाहरू। अनि यहाँनिर धुलो पनि यस्तो नमजाले उडिरहेछ आज चाहिँ। अनि त्यस्तो धेरै त होइन, तर अब हामी जुन बसेको छौँ नि यो एरिया चाहिँ ठिक्क बिचतिर छ है। त्यो भएर यतातिर चाहिँ त्यस्तो केही पावर प्लान्ट केही छैनन्। तर जुन यो धेरै उता अर्को स्टेट छ त्यतातिर चाहिँ पावर प्लान्टहरू अलिक बढिरहेका छन्। र हाम्रो यहाँबाट चाहिँ अलिक परसम्म लगभग 2 घन्टा जति अलिक पर पुग्ने ठाउँमा चाहिँ छ पावर प्लान्ट। विशेष गरी त्यहाँ छन् पावर प्लान्ट। अब युएसको स्टिल कारखानाहरू सबै त्यतै छ क्या। त्यो भएर अब त्यतापट्टि टार्गेट गर्ने भन्ने कुरा सुन्ने थियो। तर आजको जुन पावर प्लान्टमा हान्यो नि है, हिजो बेलुका, हिजो राति हो टुङ्गो गऱ्यो आवाज चाहिँ। तर कुनै पनि साइरन बजेन। अब कुनै नोटिफिकेसन पनि आएन। कुनै कुनै बेला यसरी चाहिँ भइरहेको छ होइन। सर अब रोकिन्छ कि वार भन्ने कुरो अब आज 1 महिनाभन्दा बढी भइसक्यो, 31 दिनै भइसक्यो आज। अनि आज 30 तारिक, 29 फेब्रुअरीबाट सुरु भएको। अनि अब अहिलेसम्म यतिकै चलिरहेकै छ है। तर फेरि ट्रम्पलाई पनि निकाल्नुपर्छ भनेर उनीहरूको चाहिँ मान्छेहरूले अलिकति धेरैभन्दा धेरै प्रोटेस्ट गरिरहेका छन्। तर अब के गर्छ उसले, किनकि युएसको भ्यालु बढाउनको लागि हो सबै चलखेल र इरानलाई सकाउनको लागि हो। अनि त्यस्तै चलिरहेकै छ। तर यतातिर चाहिँ त्यति धेरै केही भएको छैन। जति कतारलाई र युनाइटेड स्टेट एमिरेट्सलाई असर परेछ त्यतिको असर चाहिँ छैन यहाँ। तर त्यो भन्दै गर्दा जुन यहाँको इन्टरनेसनल एयरपोर्ट थियो, जुन युएसको सहयोगमा बनेको थियो, त्यो चाहिँ धुस्नै बनाएको छ। त्यो पनि युएसको सहयोगमा बनेको छ। अब ठिकै हो, कुवेतीहरूले फेरि आफ्नो पैसा लगानी गरेर कुवेत सरकारले बनाउनु पर्छ होइन। अनि त्यो चाहिँ युएसले बनाएको थियो भनेर उडाइदियो क्या, छैन त्यो, चकनाचुरै भयो त्यो चाहिँ। अब बाँकी भनेको अरू सम्पदाहरू चाहिँ छन्, अरू पावर प्लान्टहरू छन्। अब हेरौँ के हुन्छ, रोकिन्छ कि भन्ने कुरा हो। अब अहिले यो स्थितिले गर्दा इन्टरनेट पनि अलि स्लो भएको छ होइन। नेपालमा पनि स्लो भएको छ। र नेपालमा इन्टरनेट स्लो हुनुको कारण सिर्फ यो होइन कि बालेनको सरकार आएको भएर स्लो हो भन्ने कतिपय अफवाहहरू पनि उडिरहेछ। खासमा के भइरहेछ भने जति पनि समुद्री मार्गबाट भएर तारहरू बिछाएको हुन्छ त्यो इन्टरनेट हुन्छ। र त्यो इन्टरनेटको तारहरूमा चाहिँ अहिले अलि समस्या परेको हुनाले जति पनि वाइफाई र मोबाइल नेटवर्कहरू रहेको छ सबैमा प्रब्लम आउँछ त्यो। त्यही भएर अलि स्लो चाहिँ छ यसलाई। अनि अहिलेको वातावरण भने यस्तै छ होइन। अलि पानी पर्ला जस्तो हुन्छ, फेरि एकैछिनमा घाम पनि लागेर चर्केर लागिदिन्छ, त्यस्तो छ। अनि हामीलाई यहाँ साइरन चाहिँ यहाँबाट आउँछ, यहाँ पुलिस स्टेसन छ यहीँनिर। अनि त्यही हो, यसरी प्रत्येक लोकल पुलिस स्टेसनमा चाहिँ राखिदिएको छ साइरनको सेन्सरहरू र साउन्ड सिस्टम राखिदिएको छ। तर अब अहिले हुन्न, दिउँसो हुन्न होइन। विशेष गरी यिनीहरू भनेको राति क्या, राति जो अब मान्छेहरू सुतिसक्छन् नि तब मात्रै आउँछ यो साइरनको चाहिँ, अहिले त आउँदैन। त्यही हो, अहिलेसम्म त्यस्तो केही खतरा चाहिँ छैन। पावर प्लान्टमा हुने काम गर्नेहरूले चाहिँ पावर प्लान्टको बरु छोडेरै बस्दा हुन्छ। किनकि अधिकतम त्यहाँ हानिदिन्छ होइन, त्यहाँ त हान्छ स्योर हो। त्यो भएर पावर प्लान्टमा जो फ्याक्ट्रीमा काम गर्नुहुन्छ उहाँहरूलाई त वार्निङ नै आइसक्यो त। वार्निङमै के भनेको छ भने तपाईँहरूले छोडेर बस्नुहोस्, काममा नजानुहोस्, त्यहाँको मान्छे र काम गर्ने मान्छे चाहिँ नजानु भनेको छ नि त्यहाँ त। अब अहिलेसम्मलाई त्यस्तै छ है। त्यही हो, हावाहुरी चाहिँ अलि चल्न खोज्दैछ।